जय मसिह अनि नमस्कार सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीहरूलाई परमेश्वर पिताले प्रशस्त आशिष दिनुभएको सबैजनालाई आज म यहाँहरूको बीचमा पवित्र धर्मशास्त्र बाइबलको यूहन्ना भन्ने पुस्तकको 14 अध्यायको 5 र 6 पदलाई पाठ गर्दैछु। यहाँहरूले ध्यान दिएर सुनिदिनु होला, बुझेर प्रभुमा ग्रहण पनि गरिदिनु होला। प्रभुले यहाँ सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। यूहन्ना 14 अध्यायको 5 र 6 पदमा यसरी लेखेको छ। थोमाले उहाँलाई भने, हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? हामी जान्दैनौँ, तब हामीले बाटो कसरी चिन्ने? येशूले तिनलाई भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। आमेन, हालेलुया। परमेश्वरलाई महिमा होस्। प्रभु येशू ख्रीष्ट संसारमा मानव शरीर भएर आउनुदेखि सबै मानिसहरूको उद्धार, मुक्ति र जीवन दिनको लागि ख्रीष्ट येशू परमेश्वरको पुत्र यस धरतीमा मानव भएर आउनुभएको हो भन्ने प्रमाण परमेश्वरले दिनुभएको छ। अनि यहाँ प्रभु येशूले थोमालाई भन्नुभयो। थोमाले सोध्दै थियो, प्रभु तपाईँ कहाँ जाँदै हुनुहुन्छ? हामीले कसरी बाटो चिन्ने भनेर सोध्दै गर्दाखेरि अनि प्रभु येशूले भन्नुभयो, थोमा, म बाटो म नै हुँ, जीवन म नै हुँ, सत्य म नै हुँ भनेर प्रभु येशूले भन्नुभयो। बाटो येशू हुनुहुन्छ स्वर्ग जानको लागि। येशूलाई पछ्याएर मात्र हामी स्वर्ग जान सक्छौँ, पिता कहाँ हामी पुग्न सक्छौँ। र सत्य पनि येशू हुनुहुन्छ। येशूको सत्यतामा तपाईँ र म जिउन एकदमै आवश्यक छ। अनि जीवन उहाँ नै हुनुहुन्छ। तपाईँ र मलाई जीवन दिनुहुने र हामीलाई अनन्त जीवन, त्यो मृत्यु पछिको आत्मिक जीवन दिनुहुने चाहिँ ख्रीष्ट येशू नै हुनुहुन्छ। यहाँहरू सबैलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्।